Day 3 of our VBS 4th year examination. So hello guys, this is Akriti and welcome to my mini vlog. First मा चाहिँ मैले मुख धोएर मामाअर्थको प्रोडक्ट युज गरेर स्किन केयर गरे अनि यो हो डाक्टर रसेलको सनस्क्रिन जुन मलाई एकदम धेरै मन पर्छ किनभने यसले व्हाइट कास्ट छोड्दैन। त्यसपछि चाहिँ म रेडी भएर उडेर आइसके। म टल्किनेको रात चाहिँ मामाअर्थको सेट हो है गाइस। र म चाहिँ घरबाट हिँडेर यी भाइ बहिनीहरु पनि स्कुल जाँदै रहेछन्। निकै बेर कुर्दा कुर्दा अटो नपाएपछि चाहिँ धीरेज अंकलले मलाई रोक्नु भयो र म अंकलसँग बाइकमा गएँ र फाइनली मेरो चाहिँ साथीसँग भेट भइसक्यो। फाइनली हामी चाहिँ बरथुवा पुग्यौं र यो हो पेट्रोल पम्पमा लाइन। अनि यो रेकर्डिङ कसले गरेको थाहा पाउनु भयो भने तपाईलाई 10 रुपैयाँ। करुणा इज सो ह्यापी गाइस। अनि पढेको कुरा बिर्सिने भयो कि भनेर उनीहरु डिस्कस गर्दैछन्। अनि हाम्रो प्यारी करुणा चाहिँ नयाँ लुगा पाएर एकदम मक्ख भएर उफ्रिदै छ। त्यतिकैमा हामीले एक्जाम दिएर पनि आइसक्यौं। अनि हामी सबैको एक्जाम चाहिँ राम्रो गएको थियो। हाम्रो अनुहार हेरेर नै तपाईहरुले थाहा पाइसक्नु भयो होला। अनि तपाईहरुको एक्जाम कस्तो भयो त त्यो पनि भनिदिनु होला है। हाम्रो त देखि नै हाल्नु भयो। हामी चाहिँ आज धेरै नै चाँडो निस्केको छौं। त्यहाँ देख्न सक्नुहुन्छ थोरै मान्छे छन् र हामी पनि छौं त्यहाँनेरि। नयाँ लुगा पनि पाउनु अनि एक्जाम पनि राम्रो हुनु। करुणा मक्ख परेर कम छैन। त्यसपछि करुणा चाहिँ आफ्नो घरतिर लागिन्। सीता र मुना पनि एक्जाम दिएर आइसकेछन्। एकदम राम्रो भएर उनीहरुको पनि एक्जाम देख्न सक्नुहुन्छ। त्यसपछि जतिसुकै टन्टलापुर घाम लागे पनि छाता उडेर भए पनि हामी चाहिँ मरी मरी लाग्यौं बरथुवाको बजारतिर। अनि उहाँ दिदीले चाहिँ मलाई छाता उडाउनु भएको कसरी भन्दाखेरि मेरो मुखमै घाम आइरहेछ गाइस। मलाई काली बनाइदिसके यो दिदीले। अनि हामी चाहिँ आफ्नै बाउको रोड जस्तै गरेर बिचो बिचोमा हिँडिरा थियौं। यो टेक्सास एकाडेमी देख्नु भएको छ भने कमेन्ट गर्नु होला। अनि हामीलाई चाहिँ मुनाले खाजा खानी होटल भनेर झन्डै रक्सी बेच्ने ठाउँतिर लगिसकेकी थिए। त्यसपछि चाहिँ हामी फेरि खाजा खानी होटल खोज्नतिर लाग्यौं। अनि ऊ चाहिँ हुन हाम्रो अर्कै साथी नेहा जसलाई मैले हेलो भन्न लगाएँ। एकचोटी झन्डै रक्सी खानी ठाउँतिर छिराइसकेपछि फेरि मेरो लिडरमा तिमीहरु हिँड भनेर भन्छे। हामी मान्छौं त अनि उसको कुरा अस्वीकार गर्दै हामी उसको पछि लाग्यौं। र होटल हेर्दा हेर्दै हामी चाहिँ एउटा होटल भित्र छिरिसक्यौं। होटल त सफा थियो, राम्रो पनि थियो। ल हेर मै त यहाँको खाजा चाहिँ कस्तो छ। हामी चाहिँ वाइफाई माग्नलाई डिस्कस गर्दै थियौं के। झुट त म बोल्दै बोल्दिन। हेर्नुस् होटल राम्रो नै थियो र चाउमिन पनि हेर्दा त धेरै नै मिठो थियो तर खाँदा चाहिँ ठीक ठिकै थियो र हामीले खान लागेको मोमो पनि त्यस्तै थियो। नमिठो भए पनि मिठो त भन्नै पर्यो हैन। मरी मरी त्यसलाई काटेर मैले खाइरा थिएँ हैन। अनि सबैजनाले हेरे भन्दैमा मैले मिठै छ भन्नुपर्छ त। मैले पनि मिठो नमिठो दुईटै थियो भनेर रिएक्सन दिएँ। त्यसपछि चटपटे कस्तो छ भनेर उलाई सोध्यौं किनभने हामी रिस्क लिन चाहदैनौं गाइस। उसले मिठो छ भनिसकेपछि हामीले पनि मगायौं र खाने सोच गरेको थियौं तर हामी अगाइसकेको थियौं। त्यही भएर हामीले खाएनौं र झोलामा हालेर घरतिर ल्यायौं। जति नै अगाए पनि एउटा पानीपुरीको डल्लो चाहिँ अट्छ भनेर फेरि हामी पानीपुरी खानतिर लाग्यौं गाइस। र अब भने हामी गयौं बरथुवा बजार डुल्नको लागि के पाइदो रहेछ त यहाँ हेर्दै जाम है साथीहरु। ब्लगर बन्न पनि गाह्रो रहेछ साथीहरु। मैले मोबाइल छडेको देखेर एउटा अंकलले मलाई अनौठो गरी हेर्नु भयो। त्यसपछि हामी छिरेम फेन्सी पसलतिर के पाइदो रहेछ भनेर। यो घामले गर्दा बियोस मात्रै हुन बाँकी थियौं र हामी हतार हतार चढ्यौं म्याजिक। हाम्रो हालत हेरेर थाहा पाउनु भयो होला हामी कति थकित पीडित भइसकेका थियौं भनेर। धन्न अंकलले जाने गाडी हकाउनु भएर हामी सरररररर गयौं। अनि झ्यालतिर बसेर जानुको मजै बेग्लै। अनि कुनै पनि बोतलमा पानी खाइसकेपछि यसरी बिर्कोला भित्र हालेर फाल्नु पर्छ यो रियुज गर्न नमिलोस् भनेर। यतिकैमा मुनाले पनि मलाई छोडेर गइसकिन् र एकछिनमा म पनि पुगे घर। थ्यांक यू फर वाचिङ। बाइ बाइ।